लौ न चतुरे बाबु, केही उपाय खोज न, मलाई पर्नु चोट पर्यो। पल्लो गाउँको पतिराम साहुले चतुरेको खुट्टा समायो। ए साहु काका, के गर्नु भएको यस्तो? यसरी खुट्टा समाउनु पर्दैन क्या? बरु भन्नुहोस्, तपाईँलाई के चोट पर्यो र त्यो चोट कसरी पर्यो? मेरो बुद्धिले भ्याएसम्म चोट कम गर्ने कोसिस गरौँला। कोसिस गर्ने मात्रै होइन बाबु, तिमीले मेरो चोट मेटाउनै पर्छ। सुनेको छु तिमीले अप्ठ्यारोमा परेका धेरैलाई मद्दत गरेका छौ रे। पहिले तपाईँको समस्या त बताउनुहोस्। छोरीको विवाहका लागि गहना बनाउनु थियो, त्यसैले चाँदीका रुपैयाँ भएको एउटा थैली बोकेर सुन पसलमा गएँ। सुन पसलमा पुगेर थैली खोज्दा पो थाहा भयो थैली गायब छ। मेरो चोट यही हो बाबु, बरु भेटियो भने बाबुलाई पनि। पर्दैन, मलाई केही गर्नु पर्दैन। बरु थैली भेट्नेलाई थैलीमा भएको रुपैयाँको 1/4 पुरस्कार दिने घोषणासहित हाँक हाल्न लगाउनुहोस्। अहिलेको जमानामा हराएको धन, त्यसमा पनि चाँदीका पुराना रुपैयाँ, यसै भन्न सकिँदैन। तर कुनै इमान्दारका हात परेको भए पाइन पनि सक्छ। केही नगर्नु भन्दा केही गर्नु नै जाति। गजब भयो। चतुरेको जुक्तिले काम गर्यो। गाउँका हाँक हालेको भोलिपल्टै ठगसिंह नाम गरेको एकजनाले पतिराम साहुलाई पैसाको थैली देखाउँदै भन्यो, यो तपाईँको हराएको थैली हो? हो, एकदम यही हो। मेरो मखमली थैली म टाढैबाट चिन्छु। यस्तै इमान्दार मान्छेको नाम कसरी ठग्छ? पतिराम साहुले झम्टे जस्तै गरी थैली लियो। पतिरामले थैली खोलेर रुपैयाँ गन्न थाल्यो। गन्दै गर्दा उसको मन फेरियो। पैसा भेट्नेलाई दिने भनेको 1/4 पुरस्कार कसरी दिने? यस्ता महँगा चाँदीका रुपैयाँ। उसको मनमा तर्क वितर्क चले र पुरस्कार दिनबाट कसरी बच्न सकिन्छ भन्ने उपाय पनि उसले सोच्दै गयो। पैसा गनिसकेपछि पतिराम साहुले झस्किए जस्तै गर्दै भन्यो, यो थैलीमा त 125 रुपैयाँ थियो, तर यहाँ त 100 रुपैयाँ मात्रै छ नि त ठगसिंह। खै साहु बाजे, बाटामा भेट्टाएँ, जसको हो उसैलाई दिउँला भनेर राखेँ। गाउँमा हाँक हालेको सुनेर ल्याएँ, बुझाएँ। कति थियो, कति छ मलाई थाहा छैन। अरू मैले थैली खोलेको पनि छैन। साहुले भन्यो, यसमा 125 रुपैयाँ थियो। ठगसिंहले भन्यो, मलाई थाहा छैन। दुवैमा चल्यो कचकच। ठगसिंहलाई 1/4 दिनु त कता? पतिराम साहुले भन्यो, तँलाई इमान्दार भनेको त साँच्चीकै ठगसिंह पो रहेछ। यस्ता ठगसिंहलाई के को पुरस्कार? बरु मेरो थैलीबाट निकालेको 25 रुपैयाँ तुरन्त बुझा। पतिरामले अड्डी छोडेन। नलिएको पैसा ठगसिंहले दिने कुरै भएन। त्यसको भोलिपल्ट यसै विषयमा गाउँको चौतारीमा छलफल चल्दै थियो। छलफलमा अघिल्लो दिनको कुरा दोहोरिए। साहु भन्यो, थैलीमा 125 रुपैयाँ थियो। ठगसिंह भन्थ्यो, मैले 1 रुपैयाँ पनि झिकेको छैन। एकछिनको वाद विवादपछि चतुरेले, ल यी 10 वटा सिक्का पनि त्यो थैलीमा राख्नुस् है त साहुबा। पतिरामले थैलीको सुर्किनी खोल्यो र थैलीको सिक्का राख्न खोज्यो, तर ती 10 वटा सिक्का थैलीमा अटाउन सकेन। पहिलेका 100 वटा सिक्काले थैली टन्न भरिएको थियो। त्यहाँ थप सिक्का अटाउने ठाउँ थिएन। अटेनन् साहुबा। साहुबा निरुत्तर रहे। चतुरेले आफ्नो हातमा थैली लियो र जम्मा भएका गाउँलेलाई हेर्दै भन्यो, साहुबाले आफ्नो थैलीमा 125 वटा सिक्का थिए भन्नुभयो, तर यसमा 100 वटा भन्दा बढी सिक्का अटाउन सकेनन्। प्रष्टै छ, यो उहाँको थैली होइन। ठगसिंह थैलीको
सक्कली मालिक नभेटुन्जेल यो थैली तिमीले नै राख्नु। त्यहाँ छलफलका लागि जम्मा भएका मध्ये एकजना गुनगुनायो, लोभ गर्यो पतिरामले, बिगार्नाले मती। के गर्यो र अरूलाई आफ्नै भयो खती। फेरि हाँक हाल्न लगाउनुहोस् साहुबा, के थाहा तपाईँको आफ्नै थैली भेटिहालिन्छ कि। त्यतिन्जेलसम्म बिहानको खाना खाने बेला पनि भइसकेको थियो। जम्मा भएका गाउँलेहरू आफ्नो घरतिर लागे। मखमली थैली। धन्यवाद।